आदरणीय साथीहरू नमस्कार। म योग गुरु प्राणायाम हिलर रवि वैद्य। आज म यहाँहरू सामु कपालभाती प्राणायाम लिएर उपस्थित भएको छु। हठयोग प्रदीपिका अनुसार कपालभाती प्राणायाम होइन क्रिया हो, किनकि पहिला ऋषिमुनिहरू योगीहरू आफ्नो शरीर शुद्धिको लागि 6 क्रियाहरू गर्ने गर्छन्। ती हुन् नौली, धौती, बस्ती, नेति, त्राटक, कपालभाती। यसरी हठयोग प्रदीपिका अनुसार कपालभाती पनि प्राणायाम होइन क्रिया नै हो। आजको जनमानसले कपालभातीलाई क्रियाभन्दा प्राणायामको नामले विशेष जानिन्छ। त्यसैले म यो भिडियोमा कपालभाती प्राणायाम भनेरै सम्बोधन गर्छु। कपालभाती प्राणायाम 3 तरिकाले गर्न सकिन्छ। बलपूर्वक पेटभित्र तानेर नाकले बलपूर्वक सास छोड्नु, एक जस्तै हेर्नुहोला। पलेटी कसेर बस्ने, मेचमा बसेर पनि कपालभाती प्राणायाम गर्न सकिन्छ, अथवा कुनै एक ध्यान गर्ने आसनमा बसेर पनि कपालभाती प्राणायाम गर्न सकिन्छ। आँखा बन्द गर्ने, मुख बन्द गर्ने, हात जुनसुकै मुद्रामा राख्दा नि हुन्छ अथवा यसरी मात्र राख्दा नि हुन्छ। हेर्नुहोला। यो कडा प्राणायाम हो। बलपूर्वक पेटभित्र तानेर हुँकार सहित मुखले हुँ गरेर सास छोडेर गरिने कपालभाती प्राणायाम दोस्रो हो। यो पनि कडा प्राणायाममा मानिन्छ। हल्का पेटभित्र तानेर हल्का नाकले सास छोडेर गरिने हल्का कपालभाती प्राणायाम, यसलाई नरम कपालभाती प्राणायाम पनि भनिन्छ। यसरी गर्नुहोला। पहिलो र दोस्रो प्राणायाम कडा कपालभाती प्राणायाम हुन्। यी कडा कपालभाती प्राणायाम निम्न समस्या भएका साधक साधिकाले गर्नै हुँदैन। जस्तै टाउको दुख्ने समस्या भएका, आँखा दुख्ने समस्या भएका, कानको जाली सम्बन्धी कुनै समस्या भएका, नाकबाट रगत बग्ने समस्या भएका, अनि घाँटी दुखेका, त्यस्तै उच्च रक्तचाप भएका, न्यून रक्तचाप भएकाले, मुटु दुख्ने समस्या भएकाले, पेटमा कुनै समस्या छ भने ती साधक साधिकाले यो कडा कपालभाती प्राणायाम गर्नै हुँदैन। त्यस्तै पेटमा बच्चा भएको बेलामा, महिनावारी भएको मितिले 6 दिनसम्म कडा कपालभाती प्राणायाम गर्नै हुँदैन। यी सबै समस्या भएका साथीहरूले नरम कपालभाती प्राणायाम गर्न सकिन्छ। पेटभित्र तानेर गरिने प्राणायाम भएकोले कडा वा नरम दुवै प्रकारको कपालभातीले शरीरका सबै अङ्गहरूमा सकारात्मक मसाज हुन्छ र सबै अङ्गहरू क्रियाशील हुन्छ। जस्तै सानो आन्द्रा, ठुलो आन्द्रा, पेट, जनेन्द्रिय, कर्मेन्द्रिय, कलेजो, पित्तथैली, फियो, प्याङ्क्रिया, मुटु, फोक्सो, किडनी, थाइरोइड ग्ल्यान्ड, पिट्युटरी ग्ल्यान्ड स्मरण शक्ति बढाउँछ, नसा सम्बन्धी सबै समस्याहरूबाट मुक्ति दिलाउँछ, मधुमेह, दमबाट छुटकारा हुन्छ, रक्त सञ्चार प्रणाली राम्रो हुन्छ, मुख चहकिलो हुन्छ, फोक्सो तथा मुटु बलियो हुन्छ, शरीरमा हिमोग्लोबिन बढ्छ, पाचन प्रणाली बलियो हुन्छ, शरीर हल्का हुन्छ, भित्रीदेखि बलियो महसुस हुन्छ, कब्जियतबाट मुक्ति दिलाउँछ, महिलाहरू बाँझोपनबाट मुक्त हुन्छ, पुरुषहरूमा स्पर्म बलियो हुन्छ। आदरणीय दर्शक साथीहरू, कपालभाती प्राणायामले धेरैभन्दा धेरै रोगहरूबाट मुक्ति दिलाउँछ, यो पक्का हो। तर प्रिय साथीहरू, यहाँलाई कुनै रोग लागेको छ भने डाक्टर देखाउनुहोस्, डाक्टरले दिएको औषधि खानुहोस्, सँगै प्राणायाम पनि गर्नुहोस्। रोग लाग्दा
औषधि मात्र खाएर निको पार्छु भनेर नबस्नुहोस्, प्राणायाम पनि गर्नुहोस्। त्यस्तै रोग लाग्दा प्राणायाम मात्र गर्छु, औषधि खान्न भनेर नबस्नुहोस्, प्राणायाम गरेसँगै औषधि पनि खानुहोस्। कुनै पनि रोग लाग्दा औषधिसँगै प्राणायाम पनि गर्नुहोला, यहाँको रोग छिट्टै निको हुन्छ। यसरी कपालभाति प्राणायाम गर्दा पाइतालादेखि तालुसम्म हुने रोगहरू सबैबाट मुक्ति दिलाउँछ। धेरैभन्दा धेरै फाइदा भएको प्राणायाम भएको हुँदा यो कपालभाति प्राणायामलाई अमृतमय प्राणायाम पनि भनिन्छ। आदरणीय साथीहरू, दैनिक 5 मिनटदेखि 20 मिनटसम्म कपालभाति प्राणायाम गर्नुहोला, निरोगी हुनुहोला। हस्, अर्को हप्ता कुनै एक नयाँ प्राणायाम लिएर यहाँहरू सामु उपस्थित हुने बाचा गर्दै आजलाई बिदा हुन्छु। स्वस्थ रहनुहोस्, सुखी रहनुहोस्, सफल रहनुहोस्। नमस्कार। जो